पछिल्लो समयमा पेट पोल्ने समस्याले अधिक जनसङ्ख्यालाई दुःख दिइरहेको छ। यसको मतलब पेट पोल्ने समस्या हामी धेरैमा भएको छ। खानपानमा समय नदिनाले वा खाना सुरक्षा नपाएकै कारण यो रोगले धेरैलाई पिरोलेको छ। सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ। यही कारणले दिनभरि नै मानिसलाई स्फूर्त नहुने वा अल्छे हुने वा काममा जागर हुन नदिने पीडाबाट ग्रसित छन्। यसै कारण पेट दुख्ने समस्या साझा समस्या भएको छ। के कारण हो पेट पोल्ने? पेट पोल्ने कारणहरू धेरै भए पनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस हो। रिफल्सलाई चिकित्सकहरूले प्रमुख मानेका छन्। पेटमा दिन वा रातमा बन्ने एसिडिटीको मात्रा धेरै भएमा वा पेटभित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा त्यसले पेट पोल्ने हुन्छ। कुनै बेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ। पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या निम्त्याउन सक्छ। खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरूमा पेट पोल्ने समस्या धेरै देखिन्छ। पेट पोल्नेका लक्षणहरू: मुखमा अमिलो पानी आउने, वाकवाकी लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, दुब्लाउँदै जाने, दाँतको रङ बिग्रने, खोकी लाग्ने, घाँटी दुख्ने। उपचार के हो? डाक्टरको सल्लाह अनुसार बिरामी हिँड्नुपर्ने हुन्छ। पेट पोल्ने समस्या एकपटक सन्चो भए पनि फेरि बल्झन सक्ने भएकाले खानपिनमा विशेष ध्यान पुर्याउनु पर्छ। उपचारको समय वा पेट पोल्ने समस्यालाई न्यूनीकरण गर्दै लैजानको लागि अमिलो, पिरो, चिल्लो खाने कुराहरू सकेसम्म नखाने, भोकै खाली पेट नबस्ने, बिहान उठेपछि कम्तीमा प्रशस्त पानी पिउनु पर्दछ। यस्तै तौल घटाउने, रक्सी, चुरोट आदि सेवन नगर्नु रोगीका लागि हितकारी हुन्छ। चिया, कफी आदि धेरै मात्रामा नपिउने, एकैचोटि धेरैभन्दा थोरै खानेकुरा खाने बानी बसाल्नुपर्छ। सुत्नुभन्दा करिब 3 घण्टा अगाडि नै खाना खाने जस्ता कुराहरूमा ध्यान पुर्याउन सकियो भने पेट पोल्ने समस्या घटेर जाने डाक्टरहरू बताउँदछन्।